नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। नेपाल बालिका सम्मेलन जनकपुर धाममा सुरु। महिलाको समृद्धि बिना प्रदेश र मुलुक समितिको कल्पना गर्न नसकिने मुख्यमन्त्रीको भनाइ। जनतामा भ्रम छर्ने चेष्टा नगर्न नेपाली काङ्ग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी। सचेत रहन सबैसँग आग्रह। मुलुकी ऐन आजबाट लागू हुँदै ऐन अहिलेसम्मकै उत्कृष्ट भएको राष्ट्रिय मानवाधिकार आयोगको दाबी। रौतहटमा घुससहित कर्मचारी समातिने क्रम जारी। नापी अधिकृत धीरेन्द्र कुमार लाल 14,000 घुससहित समातिए। र भदौ 1 गतेबाट उपचार नगर्ने भदौ चिकित्सक सङ्घबाट घोषणा गरिएको आन्दोलन स्थगित। भदौ आश्विन 15 दिनका लागि स्थलगत। अब समाचार विस्तारमा। मुख्यमन्त्री लालबाबु राउतले आधा जनसङ्ख्या रहेको महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताउनु भएको छ। दोस्रो नेपाल बालिका सम्मेलन 2075 को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई अपेक्षित गर्न नसकिएको बताउनुभयो। महिलाको महत्त्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्ध रूपमा बेटी पढाओ बेटी बचाओ लगायतका महिला मैत्री कार्यक्रम ल्याइएको उल्लेख गर्दै उहाँले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। विभिन्न सामाजिक कुरीतिहरूका कारण महिलाहरू वर्षौंदेखि विभेदमा रहँदै आएको टिप्पणी गर्दै उहाँले प्रदेश सरकार त्यस्ता कुरीतिहरू अन्त्य गर्न सशक्त कानुन ल्याउने लागेको समेत बताउनुभयो। प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाको लागि आधा सिट सुरक्षित गरेको उल्लेख गर्दै उहाँले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताउनुभयो। सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बाल विवाह दहेज तथा जस्ता कुरीतिहरूले महिलाहरूलाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरीतिहरूलाई अन्त गर्ने प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा प्रदेशभरिबाटै प्रतिनिधि मुलुक बालिकाहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामा भ्रम छर्ने चेष्टा नगर्न प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसलाई चेतावनी दिनुभएको छ। प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रतिस्पर्धाको राजनीतिमा आउन पनि नेपाली काङ्ग्रेसलाई आह्वान गर्नुभयो। उहाँले भदौ 1 अर्थात् आजदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले 1 वर्ष अघि बनेको सो ऐनमा चिकित्सकहरूलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अत्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभयो। बिहिबार काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न पार्टीका युवाहरूलाई पार्टीमा प्रवेश गराउँदै उहाँले सरकार गतिका साथ अघि बढेको पनि दाबी गर्नुभयो। प्रतिस्पर्धाको राजनीति गरौँ, स्वस्थ राजनीति गरौँ, झुटको खेती नगरौँ, भ्रम जनतामा नछरौँ, अन्यल र भ्रममा जनतालाई पार्ने चेष्टा नगरौँ, जनतालाई सचेत बनाएर सङ्गठित बनाएर देश निर्माणको काममा लागौँ। हामी विकास निर्माणका तमाम कामहरूलाई तीव्रताका साथ अगाडि दिने, लोक कल्याणकारी राज्यका अवधारणा अनुसार अगाडि बढ्ने, सामाजिक सुरक्षाको प्रबन्ध सहित अगाडि बढ्ने, गरिबहरूको खास गरी हेरचाह गर्ने, हेरविचार गर्ने र गरिबको जीवनस्तर उकास्ने ती कामहरूका साथ, ती नीतिका साथ, ती व्यवहारका साथ अगाडि बढ्न चाहिरहेका छौँ। धुमधाम हल्ला चलाएको छ, अनेक कानुन निर्माणको सम्बन्धमा हल्ला चलाएको छ। पोहोर नै बनिसकेको कानुन, अहिले लागू हुने कानुन पोहोरै बनिसक्यो, त्यस कानुनको सम्बन्धमा भ्रम फिजाउने कोसिस भइरहेको छ। त्यसकारण म आग्रह गर्न चाहन्छु, व्यापक छलफल भएर गत वर्षै पारित भएका कानुनहरू भ्रमपूर्ण ढङ्गले प्रचार गरिएको छ। अस्पतालमा उपचार गर्दा बिमारी मर्यो भने डाक्टरलाई जन्मकैद भन्ने यस्तो पनि कहीँ हुन्छ? कसैले त्यस्तो कानुन बनाउँछ? त्यस्तो कानुन संसदले पास गर्छ? त्यस्तो कानुन देशमा यत्रो छलफल भएर पारित भएको हुनसक्छ? त्यो भएकै छैन। 50 वर्षदेखि त्यही कुरा सधैँ छ, तर भ्रम फिजाउन खोजिएको छ हरेक कुरा।
अत्यन्तै अन्यल फिजाउन खोजिएको छ, त्यसबाट सजग रहन म साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। प्रधानमन्त्री ओलीले पार्टीमा प्रवेश गरेका युवाहरूले सही छनौट गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनीहरूको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रिय निर्माणको अभियानमा सहभागी हुन पनि पार्टीमा प्रवेश गरेका युवाहरूलाई आग्रह गर्नुभयो। उहाँले सरकारले तीव्रताका साथ विकास निर्माणको कामलाई अघि बढाएको दाबी पनि गर्नुभयो। नेपाली तर्फको हाम्रा उद्देश्य प्राप्तिको उडान तयार गर्दैछौँ, भर्दैछौँ। त्यो उडानमा साथीहरू सामेल हुनुभएको छ कि साथीहरूको पार्टी छनौट अत्यन्त राम्रो छ, निर्णय अत्यन्त राम्रो छ, यो पार्टी प्रवेश अत्यन्तै उचित छ। यसकारण कि उड्न त उड्ने हो, तर जसरी पनि उडेर हुँदैन। मौरीका साथ लागेर उड्यो भने फुलमा पुगिन्छ, झिँगाको साथमा लागेर उड्यो भने फोहोरको डुङ्गुरमा पुगिन्छ। उड्न त उड्ने नै हो। तपाईँहरू उडान भर्नका लागि मौरीको साथमा लाग्नुहोस्। त्यसकारण निश्चित छ फुलकै थुमामा पुगिन्छ, फोहोरको डुङ्गुरमा पुगिँदैन। जो साथीहरू प्रवेश गर्नुभएको छ, जुन उत्साहका साथ, जुन विश्वासका साथ, त्यो विश्वास तलमाथि हुँदैन। त्यो विश्वास अझ सुदृढ हुने ढङ्गले पार्टीले काम गर्छ। आजबाट पार्टी अलिक अगाडिभन्दा अहिले अलिक बलियो भएको छ, किनभने साथीहरू थपिनु भएको छ, युवाहरू थपिनु भएको छ, अनुभवी जनप्रतिनिधि भएर काम गरिसकेका साथीहरू थपिनु भएको छ। पार्टी अलिक बलियो भएको छ, अझै बलियो भएको छ, अझै सशक्त भएको छ, अझै गतिशील भएको छ, अझै युवाहरूको जोस जागर यसमा थपिएको छ। प्रवेशको क्रममा मैले प्रवेश गरिरहेका युवा साथीहरूको अनुहारमा हेरेँ, उहाँहरूको अनुहारमा आत्मविश्वास छ, देश बनाउने सङ्कल्प छ, अठोट छ, गर्न सकिन्छ भन्ने आत्मविश्वास छ र प्रवेश गरिरहँदा पार्टीप्रति विश्वास छ। पार्टीको यस नेतृत्वले ठिकै ठाउँमा पुर्याउँछ भन्ने विश्वास छ। मैले त्यही भनेको, तपाईँहरूको विश्वास तलमाथि पर्न दिइने छैन। कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको दाबी गर्नुभयो। उहाँले पार्टीलाई फुटाउने र सरकारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसलाई चिरेर अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो। अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेकपा रहेको पार्टीमा प्रवेश गरेका युवाहरूले पनि पुष्टि गरेको दाबी गर्दै राष्ट्रिय र जनताको हितमा सरकारलाई अझै मजबुतका साथ अघि बढाउन प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सामाजिक न्यायको उडान भर्न खोज्दैछौँ। हाम्रो उडिसकेका चाहिँ हामी अझै हाम्रो जहाज चाहिँ पुरै गतिमा उडिसकेका चाहिँ छैन। हामी उडान भर्ने तयारीमा छौँ। ठिक त्यो सुशासन र समृद्धिको नयाँ उडान भर्ने तयारीकै क्रममा भर्खर त्यसको चाँजो पाँजो मिलाउँदै गर्दा तपाईहरू चाहिँ यो आन्दोलनमा हाम्रो पार्टीमा जोडिन आउनुभएको छ। यसको महत्त्व दूरगामी छ। यो ओखलढुङ्गाको पार्टी र त्यहाँको जनताको लागि मात्रै होइन, सिङ्गै राष्ट्रकै निम्ति पनि एउटा सन्देश हो जो तपाईहरूले आज दिनुभएको छ। उपत्यकाका युवाहरूले र ओखलढुङ्गाका पुराना नेता राजनीतिक कर्मीहरूले जे सन्देश आज देशभरि प्रवाह भएको छ, एक थरी मान्छेहरू जसले हाम्रो कम्युनिस्ट एकतालाई, हाम्रो सरकारलाई र कमजोर पार्ने सपना देखेका छन् र उनीहरूले अनेक वितण्डाहरू पनि कुनै न कुनै रूपले मचाउने प्रयासहरू पनि गरेका छन्। ती सबैलाई एउटा गतिलो जवाब आज तपाईहरूको प्रवेशले दिएको छ। होइन, अबको नेपाल सामाजिक न्याय सहित आर्थिक समृद्धितिर अगाडि बढ्ने नेपाल हो र त्यो काम नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै हुन सक्दछ भनेर एकचोटि फेरि तपाईहरूले नेपाल र नेपाली जनताको अगाडि र विश्वको अगाडि पनि तपाईहरूले उदाहरण प्रस्तुत गर्नुभएको छ। यस अर्थमा पनि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। अरू मैले अहिले धेरै भन्नु छैन। हामीले धेरै गर्नु छ
तपाईँ हामी सबै त्यसमा गम्भीर छौँ र हामी त्यो प्रक्रियामा आफ्नो ठाउँबाट विभिन्न खालका चुनौतीहरूको सामना गर्दै पार्टीलाई अझ एकताबद्ध गर्ने, सुदृढ गर्ने, सरकारलाई अझ मजबुत बनाउने र सरकारका काम कारबाहीलाई जनता र राष्ट्रको पक्षमा अझ प्रभावकारी बनाउने। अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौती रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढ्ने पनि बताउनुभयो। कार्यक्रममा काठमाडौँ, ललितपुर र ओखलढुङ्गाका विभिन्न राजनीतिक दलका युवाहरू नेकपा प्रवेश गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गरेको छ। वरिष्ठ नेता पौडेलले 6 महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको दाबी गर्नुभयो। उहाँले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताउनुभयो। वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभयो। शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारी जस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको उहाँको आरोप छ। बिहिबार पार्टीको केन्द्रीय नीति तथा परीक्षण प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको पनि व्यक्त गर्नुभयो। उहाँले महँगी बढाउने, कर बढाउने लगायतका जनता विरोधी काम बाहेक सरकारले अरू केही गर्न नसकेको पनि बताउनुभयो। पार्न सक्ने, संगठन गर्न सक्ने यो प्रोपगेन्डा अनि बिरुवाको फुस्रो पात भने जस्तो यसको सुरुवात राम्रो छैन। यो कुरा हामीले जनतालाई बुझाउन सक्नुपर्छ। किनभने 70 वर्षदेखि यो देशमा व्यवस्थाको टुङ्गो लागेको थिएन, राजनीतिक स्थिरता आउन सकेको थिएन, सम्पूर्ण रूपले अस्थिरतामा यो देश गुज्रेको थियो। त्यस्तो अवस्थामा पनि केही कामहरू भएका थिए। तर अहिले आएर चाहिँ सम्पूर्ण रूपले राजनीतिक स्थिरता कायम भएको बेलामा, सम्पूर्ण रूपले सक्षम सरकार बनेको बेलामा, सम्पूर्ण रूपले निश्चिन्त भएर काम गर्न पाउने बेलामा पनि यो सरकारले गरेका कामहरू एउटा पनि उल्लेख्य छैनन्। मूल रूपमा यसको प्राथमिकता पनि निश्चित हुन सकेन। यो सरकार विल्डरनेसमा यो चाहिँ अन्यलमा हिँडेको देखिएको छ। देशलाई आवश्यकता पर्ने जुन कुराहरू हुन्, जस्तो गाउँ गाउँमा यो चाहिँ अहिले हामीले सुरुवात गरी रोजगार, अब यो कुरामा एक सरकार गम्भीर छ कि चाहिँ यो आकाशिलो यो चाहिँ कर वृद्धि, आकाशिलो मूल्य वृद्धि, न्याय क्षेत्रमा हस्तक्षेप गरेर एकतर्फी एकलौटी एउटा चाहिँ भोलि नै उठाउँदाखेरि त्यसमा के जीवन्तता, पक्षपाती व्यवहार, एकैचोटि अलिकति डेमोक्रेटिक चाहिँ बढाएर एकैचोटि फालिदिने, त्यस्तो किसिमको नियुक्तिमा पनि त्यही किसिमको र प्रशासनमा जहाँसुकै न्याय क्षेत्रमा हस्तक्षेप गरेर एकतर्फी एकलौटी एउटा चाहिँ शासन बिस्तारै चाहिँ एउटा सर्वसत्तावादतिर जाने, यसको यो सर्वसत्तावादी यसको चरित्र, यी कुराहरू सामनेमा आएका छन्। कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधान न्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर प्रहार गरेको आरोप लगाउनुभयो। उहाँले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दाबी पनि गर्नुभयो। र उनीहरू संवैधानिक बाटोबाट सत्ता कब्जा गर्ने दिशामै अग्रसर छन्। सत्ता कब्जा गर्न सक्छन् कि सक्दैन? मलाई लाग्छ सक्दैन। नसक्दै पनि यिनीहरू महेन्द्र पथ र ज्ञानेन्द्र पथमै छन्। त्यो कुरामा चाहिँ नेपाली काङ्ग्रेस कन्फ्युज हुनुहुन्छ भन्ने मलाई लाग्छ। प्रस्तावित भएको प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले आफ्नो निवासमा बोलाएर बारम्बार छलफल गर्नु, पार्टीका शीर्ष नेताहरूले छलफल गर्नु, बाहवाला मन्त्रीले चाहिँ प्रधान न्यायाधीशको निवासमा गएर छलफल गर्नु, त्यो बिल्कुलै अनुचित हो। र तपाईँलाई हामी चाहिँ गराउँछौँ भनिदिने, अनि त्यहाँबाट संसदीय सुनवाई समितिमा निर्णय गर्ने बेलामा तपाईँ अस्वीकृत हुनुभयो भनेर बेबुनियाद रूपमा अस्वीकृत गरिदिने, त्यो चाहिँ तपाईँलाई स्वतन्त्र न्यायपालिकामाथिको गम्भीर प्रभाव हो। त्यही कारण उनीहरूले सुनियोजित रूपमा आफ्नो चाहिने बाटो अवलम्बन गर्छ। हामीहरू जनतालाई विश्वासमा लिएरै
प्रमुख सचेतक खाँडले सरकार जनहित विरोध काममा लागेकाले त्यसको विरोधमा सशक्त ढङ्गले अघि बढ्न पनि पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभयो। समाचारमा अहिलेलाई व्यावसायिक विश्रामपछि मुलुकी ऐन आजबाट लागू हुँदै ऐन अहिलेसम्मकै उत्कृष्ट भएको राष्ट्रिय मानव अधिकार आयोगको दाबी। रौतहटमा घुससहित कर्मचारी समातिने क्रम जारी। नाभी अधिकृत धीरेन्द्र कुमार लाल 14,000 घुससहित समातिए। र भदौ 1 गतेबाट उपचार नगर्ने भन्दै चिकित्सक सङ्घबाट घोषणा गरिएको आन्दोलन स्थगित। आन्दोलन 15 दिनका लागि स्थगित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीको प्रसङ्ग। मुलुकी अपराध संहिता ऐन 2074 आजदेखि लागू हुँदैछ। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले 1910 सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ संहिता लागू गर्न लागि हो। प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर राणाले मुलुकी ऐन तर्जुमा गरेका थिए। 2020मा केही संशोधन भएको मुलुकी ऐन 165 वर्षपछि प्रतिस्थापन हुँदैछ। मुलुकी अपराध संहिता अन्तर्गत मुलुकी अपराध संहिता मुलुकी फौजदारी कार्यविधि, कसुर, सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन्। मुलुकी देवानी र फौजदारी कानुन निर्माण गर्दा 60% मुलुकी ऐन, 20% अदालतले प्रतिपादन गरेका नजिर र 20% अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाइएको छ। मुलुकी अपराध संहिता अन्तर्राष्ट्रिय फौजदारी न्याय प्रणालीमा आधारित छ। मुलुकी अपराध संहिता निर्माणका लागि सरकारले 65 मङ्सिर 18 गते तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकतामा फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार गरेको मस्यौदालाई संसदले 2074 भदौमा पारित गरेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धी कानुनहरू हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धी कानुनहरू हालसम्मकै उत्कृष्ट रहेको दावी गर्नुभएको हो। उहाँले आजबाट लागू गरिएको मुलुकी अपराध संहिता मानव अधिकार मैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गर्नुभयो। मुलुकी ऐन प्रतिस्थापनका लागि बनेका कानुनको आलोचना समेत भइरहेका बेला राष्ट्रिय मानवाधिकार आयोगका सदस्य पौडेलले यसले नेपालले पीडितलाई न्याय दिन नसकेको पनि अन्तर्राष्ट्रिय समुदायले गरिरहेको आलोचनाका गतिको जवाफ दिने पनि स्पष्ट पार्नुभयो। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आजबाट लागू गरिएको सो कानुन सर्वसम्भवता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क पनि गर्नुभयो। आजबाट लागू हुँदैछन्। मानवाधिकार मैत्री छन्, पीडितमुखी छन्। मेरो सूक्ष्म अध्ययनमा केवल हेर्न जान सकेको छैन। जति पनि अन्तर्राष्ट्रिय कमिटीहरूले नेपालमा निर्माण हुने ऐन कानुनहरू पीडित मैत्री छैनन् भन्ने हामीलाई आलोचना गर्ने गरेका थिए। अब उपरान्त मेरो आफ्नो बुझाइ, म पनि एउटा कानुनको विद्यार्थी भएको नाताले त्यति लामो चाहिँ के भन्दाखेरि अब अनुभव भनौँ कि नभनौँ झन्डै 40 वर्ष भएछ मैले कानुनका कथा पढ्न थालेको। आज यो पिरियडमा सरकारले दिएका आदेश र आज्ञाको कमान्ड अफ सो यो हामी सरकार भएको पनि 11 महिना पुग्न लागिसक्यो। विडम्बना आज यो ऐन कक्षा हुन्छ, समयको मागसँगै कानुन परिवर्तित हुन्छ। अहिलेको यो जुन संहिताहरू छन् नेपालको वस्तुस्थिति। सरकारले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले 1910 सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ कानुन लागू गरेको हो। सो कानुन समय सापेक्ष
रहेको पनि आयोगका सदस्य पौडेलले स्मरण गराउनुभयो। राणाकालमा तर्जुमा गरिएको सो ऐनलाई सरकारले 165 वर्षपछि प्रतिस्थापन गरेको हो। प्रतिस्थापन गरिएको कानुनहरूमा मुलुकी अपराध ऐन अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन्। संघीय संसद विकास तथा प्रविधि समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूका निर्माण कार्यलाई तीव्रता का दिन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको काममा तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। भौतिक पूर्वाधारको कामले गति नलिएपछि त्यसलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य जीप छिरिङ लामाले जानकारी दिनुभयो। त्यसैगरी समितिले पूर्वाधार निर्माणको कामलाई अघि बढाउन संविधान निकायबीच समन्वयका लागि कार्यक्षेत्र प्रष्ट ढङ्गले तोकिदिन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गरेको छ। ज्येष्ठ सदस्य लामाले विकास पूर्वाधारको चालु कार्यक्रमहरूको प्रगति विवरण समितिमा पेश गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले विकास निर्माणको कामलाई तीव्रता दिन स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय हुने गरी तत्काल नीति बनाउन सरकारको गम्भीर ध्यान आकर्षण गराउनुभयो। समितिका सदस्य गणेश पहाडीले स्थानीय र प्रदेशसँग आवश्यक समन्वय हुने गरी नीति बनाएर मात्रै पूर्वाधार निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभयो। समन्वय नगरिकन यी समस्याहरू हामी समाधान गर्न सक्छौँ। स्थानीय तहसँग समन्वय नगरिकन यी समस्याहरू हामी समाधान गर्न सक्छौँ। त्यसकारण नीतिगत रूपमा पनि रौतहट जिल्लाको गौरमा रहेको नापी शाखा कार्यालयका नापी अधिकृत धीरेन्द्र कुमार लाल सेवाग्राहीसँग 14,000 घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाले पक्राउ गरेका छन्। नापी शाखा कार्यालयमा नापी अधिकृत लालले सेवाग्राहीसँग अंशभण्डा कितापाठका लागि घुस लिएको आरोपमा अख्तियारको टोलीले उहाँलाई पक्राउ गरेको हो। लालले सेवाग्राहीलाई भने पैसा लिएर आऊ पनि किताबाट हुन्छ भनी सेवाग्राही अख्तियारमा सूचना दिँदा बिहीबार अधिकृत लाललाई घुस लिँदै पक्राउ गरेका छन्। अधिकृत लालले घुस लिई आफ्नो गोजीमा पैसा हाली सकेपछि अख्तियारको टोलीले आफ्नो वार्ड हेराउँदा अधिकृत लालले पैसा फालेको थियो। पछि पैसा लिएको छैन भन्दा सफा पानीमा अधिकृत लालको हातको औँला डुबाउँदा पानी रातो भएको हो। पक्राउ परेको अधिकृत लाल कुनै काम वा किताबाट और नै पैसाको डिमान्ड गर्ने सेवाग्राहीले जनाएको छ। नेपाल चिकित्सक सङ्घले भदौ 1 गतेदेखि बिरामी नजाँच्ने आन्दोलन 15 दिनका लागि स्थगित गरेको छ। नेपाल चिकित्सक सङ्घले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भदौ 1 गतेदेखि बिरामी नजाँच्ने आन्दोलन 15 दिनसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो। सरकारले लागू गर्न लागेको मुलुकी अपराधी संहिताले चिकित्सकहरूलाई कैद सहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा सङ्घले बिरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सोही कार्यक्रम 15 दिनका लागि स्थगित गरिएको सङ्घका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो। सङ्घले आफ्नो लाइसेन्स भने सङ्घको कार्यालयमा बुझाउन देशभरि चिकित्सकहरूलाई निर्देशन दिएको छ। सरकारले 15 दिनभित्र पनि आफूहरूको माग अनुसार सो संहिता संशोधन नगरे बिरामी नजाँच्ने सङ्घका अध्यक्ष श्रेष्ठले चेतावनी दिनुभयो। सङ्घले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा 5 वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरवाही भए नभएको पुष्टि गर्न छानबिन समिति बनाउने व्यवस्था पनि गर्न माग गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्घको माग अनुसार सो संहिता संशोधन गर्ने प्रतिबद्धता जनाएपछि चिकित्सकहरूले पनि भोलिदेखि बिरामी नजाँच्ने आफ्नो निर्णय 15 दिनपछि सारेका हुन्।
अन्त्यमा मुख्य समाचार पुनः एकपटक। नेपाल बालिका सम्मेलन जनकपुर धाममा महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्धिको कल्पना गर्न नसकिने मुख्यमन्त्रीको भनाई। जनतामा भ्रम छर्ने चेष्टा नगर्न नेपाली काङ्ग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी, सचेत रहन सबैसँग आग्रह। मुलुकी ऐन आजबाट लागू हुँदै ऐन अहिलेसम्मकै उत्कृष्ट भएको राष्ट्रिय मानवाधिकार आयोगको दाबी। रौतहटमा घुससहित कर्मचारी समातिने क्रम जारी। नाभी अधिकृत धीरेन्द्र कुमार लाल 15,000 घुससहित समातिए। र भदौ 1 गतेबाट उपचार नगर्ने भन्दै चिकित्सक सङ्घबाट घोषणा गरिएको आन्दोलन स्थगित। आन्दोलन 15 दिनका लागि स्थगित। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।